दुई शब्द भन्न चाहन्छु। फर्स्ट अफ अल आज अब हिजो भनौँ न होइन, हाम्रो नेपालको नयाँ वर्ष कति भयो मलाई थाहा छैन, तर पनि फेसबुकतिर हेर्दाखेरि अनि नयाँ वर्ष सुरु भएछ। अनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी संसारमा फैलिरहेको जहाँ बस्नु भएको हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनी सबैलाई नयाँ वर्षको शुभकामना र अनि आउँदो वर्ष चाहिँ हाम्रो यस्तो गरी दुःख र पीडितको यो समयमा डुब्नु नपरेर हाँस खेल धर्मको बारेमा संसारमा हामीले शान्ति कसरी बनाउने, दुःखलाई कसरी हटाउने तरिकातिर हामी सफल होस् र अनि जम्मै सुखको जीवन बिताओस् भन्ने म तपाईहरुलाई मेरो मङ्गलमय शुभकामना दिन चाहन्छु। अब यहाँ लाइभमा हेर्ने यदि हाम्रो नेपाली दाजुभाइहरू छ भने आज म 10 मिनेटको टाइम लिएर तपाईहरुलाई हाम्रो जुन अहिले हामीले गरेको यो डिस्कस गरेको हैन, त्यो टपिकमा भन्यो भने अलिकता गाह्रो छ हैन, गाह्रो छ भनेर नभनौँ हैन। म के भन्न चाहन्छु भने हाम्रो कर्म भन्ने चाहिँ के हो भन्ने त्यसमा भन्न चाहन्छु हैन। कर्मको फल भनेर हामीले जसले पनि विश्वास गर्छ, बुद्धिस्ट हो नन बुद्धिस्ट, यसमा केही फरक छैन। कर्मको फल भन्ने चाहिँ संसारको मान्छे जम्मैले विश्वास गर्छ। उदाहरणको लागि हैन, कृषिहरू हैन, कृषिहरूलाई सोध्यो भने नन बुद्धिस्ट कृषिहरूले सोधेर यदि जमिनमा हामीले मकै रोप्यो भने के फल्छ भनेर सोध्यो भने त्यो मान्छेले कृषिले के जवाब दिन्छ भने ए लाटा मकै फल्छ भनेर जवाब दिन्छ दिँदैन, त्यही हो हैन। जमिनमा खुर्सानी रोप्यो भने पिरो आउँछ कि गुलियो आउँछ भनेर सोध्यो भने के जवाब दिन्छ, पिरो आउँछ भनेर जवाब दिन्छ। किनभने बिउै उसको यो बिउै खजै यो पिरो भएको कारणले हैन। त्यही जस्तो जमिनमा हामीले गुलियो रोप्यो भने उखु हैन, उखु रोप्यो भने के आउँछ भने गुलियो आउँछ भनेर भन्छ नि। त्यसकारणले जे हामीले बिउ रोपेको छ त्यसको फल चाहिँ त्यही आउने चाहिँ संसारको यो हाम्रो नेचुरल हुन्छ नि हैन। त्यही जस्तो हाम्रो कर्म भन्ने चाहिँ त्यही हो। त्यसकारणले म जहिले के भन्न चाहन्छु भने गौतम बुद्ध भन्ने चाहिँ एउटा एकदमै स्कलर हैन, साइन्टिस्ट, वैज्ञानिक 2600 वर्ष पहिले उहाँले यस्तो उहाँको एउटा के भन्छ विस्डम भनौँ, उहाँको सोचाइले अहिले जुन गौतम बुद्धले दिएको उपदेश, उहाँको साइकोलोजी हैन, उहाँको बाहिरको वातावरण जम्मै उहाँले हाम्रो 300 जुन कन्ड्युर भन्छ हैन, पुस्तकमा उहाँले लेखिसकेको छ। अहिले संसारको वैज्ञानिकहरू जम्मै के गर्छ, ओ गौतम बुद्ध भन्ने चाहिँ एउटा पिस फैलाउने वैज्ञानिकको रूपमा हेर्दैछ। यदि हामी बुद्धिस्ट हो भने त हामीले उहाँको उपदेश जसको पनि पालन गर्नुपर्ने चाहिँ एकदम महत्त्वपूर्ण हो। हामी सबैले भन्छ हैन, हो गौतम बुद्ध नेपालमा जन्मेको हो, लुम्बिनीमा जन्मेको हो, तर पनि हामीले गौतम बुद्ध नेपालमा जन्मेको भनेर मात्रै होइन, भनेर मात्रै केही फाइदा छैन। गौतम बुद्धले उपदेश के दिएको छ, गौतम बुद्धले दिएको उपदेश यो बुद्धिस्टको लागि मात्र होइन, टिबेटनको लागि मात्र होइन, जुन मान्छे टिबेटन पढ्न आउँछ उसलाई मात्र दिएको होइन। गौतम बुद्धले संसारको पशु पंक्षी प्राणी लिएर जुन आत्मा जो आत्मा छ त्योदेखि लिएर जम्मैलाई नर्क स्वर्ग जम्मैको मान्छे पीडाउने जम्मैले एकै उपदेश दिएको छ। के उपदेश दिएको छ भने मान्छेलाई सकेसम्म भलो गर, मद्दत गर, नसके भने दुःख पीडा नदिऊ भनेर भन्छ। त्यसकारणले गौतम बुद्धलाई संसारको वैज्ञानिकहरूले एउटा पिस शान्ति फैलाउने वैज्ञानिकको रूपमा हेर्दैछ। हामीले त त्यो भन्दा पनि राम्रो रूपमा हेर्नु पर्यो। त्यसकारणले गौतम बुद्धले काठमाडौँ नगर, मान्छेलाई दुःख नदेऊ,
जुन काटमार गऱ्यो भने मान्छेले जति दुःख दिएको छ त्यो फल चाहिँ आफूलाई पाउँछ भनेर हो। किनभने जमिनमा हामीले खोर्सानी रोपिसक्यो, खोर्सानी रोप्यो भने पिरो आउँछ, गुलियो आउँदैन भनेर अघि भनेको जस्तो हो। त्यस कारणले हामीले गौतम बुद्धले जुन दिएको उपदेशमा काटमार नगर, झुटा नबोल, मान्छेलाई डाका नगर, मान्छेको जीवन एउटै हो, मान्छेको दया माया एउटै हो। आफूलाई यति माया छ भने अरूले पनि माया हुनु पर्यो, आफूलाई यति दया छ भने अरूले पनि दया गर्नु पर्यो, आफूलाई सुख चाहिन्छ भने अरूले पनि सुख चाहियो, आफूलाई दुःख चाहिँदैन भने अर्कोले पनि दुःख नचाहिने चाहिँ हामीले जहिले पनि सोच्नुपर्छ। त्यस कारणले गौतम बुद्धले सबभन्दा 300 चान्सुन ठेली चाहिँ उहाँले 4 शब्दमा यो कलेक्ट गर्नुभएको छ। दिक्पचिया मिछासिङ, पाप भन्ने एउटा नै नगर भनेको छ, त्यो हामीले सोच्नु पर्यो। अनि हामी गौतम बुद्धको चेला हो, अनि हाम्रो गौतम बुद्ध नेपालमा जन्मेको हो भनेर हामीले एकदमै प्राउड गरेर भन्नु सक्छ। यो एउटा हो। हामीले दिक्पचिया मिछासी भनेको पाप एउटा नै नगर, मान्छेलाई दुःख एउटा नै नदियो भनेको छ। मान्छे मात्र होइन, संसारको पशु पन्छीहरू जम्मैलाई दुःख नदियो भनेको छ। उसले बोल्नु सक्दैन, तर पनि उसलाई एउटा आत्मा छ, उसलाई एउटा फिलिङ छ, दुःखको फिलिङ छ, सुखको फिलिङ छ। हामीलाई जस्तो छ उसलाई पनि त्यस्तै छ। हामीलाई भोक लाग्छ भने उसलाई पनि भोक लाग्छ, हामीलाई प्यास लाग्छ भने उसलाई पनि प्यास लाग्छ, हामीलाई गर्मीमा शीतल चाहिन्छ भने उसलाई पनि गर्मीमा शीतल चाहिन्छ, हामीलाई जाडोमा तातो चाहिन्छ भने उसलाई पनि जाडोमा तातो चाहिन्छ। एउटै हो। के फरक छ भने ऊ बोल्नु सक्दैन। थाहा पाउनुभयो? त्यस कारणले दिक्पचिया मिछासी भन्ने चाहिँ त्यो हामीले जहिले पनि सोच्नुपर्छ होइन। गेवा फ्युजम छपर्छ भन्ने चाहिँ के भन्यो भने हामीले जहिले पनि धर्म गर भन्छ। धर्म गर भन्ने चाहिँ फेरि धर्म चाहिँ धेरै तरिको धर्म छ। यो धर्म भन्ने चाहिँ के हो भने गेवा भन्ने चाहिँ धर्म भनेको, धर्म भन्ने चाहिँ आफ्नो मनले आफू शान्ति राख्नेको प्रयास गर भन्छ। आफ्नो मनलाई आफूले कन्ट्रोल गर। किन भन्नुभयो हाम्रो मन चाहिँ बाँदर जस्तो हो भन्छ। बाँदर जस्तो, बाँदर एउटै ठाउँमा किन बस्दैन नि, एउटै ठाउँमा एउटा पनि बस्दैन। रुखमा चढ्यो भने रुखको हाँगोमा उता आम फाल्छ, यता आम फाल्छ, यता आम फाल्छ, एउटै ठाउँमा बस्दैन नि। त्यही जस्तो हाम्रो मन पनि होइन। अहिले जिउ यहाँ छ, म आफैलाई एउटै उदाहरण लिउँ। म अहिले मन यहाँ छ, मैले चिन्ने नेपालीहरू धेरै, अब अमेरिकामा पनि धेरै नेपालीहरू म चिन्छु, म त्यहाँतिर मन गइरहेको छ। ओ यो मैले भनेको चाहिँ त्यो मेरो साथी चिन्नेले सुन्दैछ कि छैन भन्ने म त्यो सोच्छु। तर पनि म एउटा नामको लागि होइन, मलाई नामले केही फाइदा गर्दैन। तर पनि नाम भन्नेहरू अप्रिसिएट भन्ने चाहिँ सबैले मन पराउने एउटा शब्द हो। तर पनि यो जीवन मात्रै एक्सेप्ट गर्ने मान्छे हो भने नाम ठुलो हो होइन। हाम्रो बुद्धिस्टको बाटोमा हो भने नामले पछिल्लो जन्ममा केही फाइदा गर्दैन। नाम छैन भने पछिल्लो जन्ममा केही घाटा गर्दैन। जति फेमस संसारमा फेमस नाम हुने र फेमस एउटा नाम नहुने होइन, होमलेस, घर नभएको मान्छे मर्दाखेरि सास जाने एउटै हो, आमाको कोखबाट पाएको एउटै हो होइन, जलाउने एउटै हो, जलाए पनि के भन्छ खाल्डो खनेर त्यहाँ राख्यो भने एउटै हो होइन। के फरक छ भने जन्ती धेरै थोरैको फरक छ। अनि त्यो मरेको लास हाल्नेको अनि बक्स अनि के भन्छ महँगो रो अनि सस्तोको फरक छ। त्यही हो, अर्को केही पनि छैन। मरेर लाने केही पनि छैन हामीलाई होइन। त्यस कारणले हामीले मनलाई कन्ट्रोल गर। यदि पछिल्लो जन्म यदि विश्वास गर्ने हो भने हामी मरेर बुद्धिस्ट हो भने मरिसकेपछि हामीले एउटा जन्म लिनुपर्छ। जन्म लिने मन 2 तरिकाको जन्म छ। अहिले हाम्रो जन्म चाहिँ लेदा न्यमो भन्छ। थाहा पाउनुभयो? कार्मिक एन्ड मेन्टल अब्सेक्सन, योबाट हामीले जन्म लिएको छ। सिधै कुरा गर्ने हो भने हाम्रो 12 आमाको के भनौँ ब्लड एन्ड स्पर्म होइन, यो दुईटाले हाम्रो जिउ भइरहेको छ। यसको भ्यू हेर्ने हो भने एकदमै के भन्छ फोहोर हो नि, किन बाघको स्पर्म र अनि आमाको ब्लड होइन, यो भ्यू एकदमै नराम्रो हो नि होइन।
बिउ एकदमै नराम्रो अनि यसको फल राम्रो भन्ने कहाँ छ? तर पनि बिउ नराम्रो फल पनि नराम्रो हो, तर पनि त्यो नराम्रोलाई हामीले यति राम्रोसँग युज गर्नु सक्यो भने त्यसले केही न केही गर्नु सक्छ। थाहा पाउनुभयो? त्यसकारण हामीले पछिल्लो जन्ममा यदि के भन्छ मेन्टल अफ्लिक्सन 3 कैलाशहरू हाम्रो के भन्छ कार्मिकले हैन आफ्नो कर्मको त्यो गरेर जन्म नलिने म एउटा दया र मायाको रूपमा स्वरूपमा यदि जन्म लिने हो भने अहिले हाम्रै हातमा छ। ठुल्ठुला लामाहरू संसारमा जन्म लिएको छ, उहाँहरूको जन्म लिने र हाम्रो जन्म लिने मिल्दैन। उहाँहरूले दया र माया संसारको पशु पन्छीलाई जहिले पनि रात दिन दया र मायाको रूपमा हेरिरहेको छ। कसो गरी उहाँको दुःख कटाउने, मैले उहाँलाई कसो गरी राम्रो बाटोमा लाने उहाँले भनिरहेको छ। गौतम बुद्धले 2600 पहिले उहाँले भनिसक्यो, मैले कसरी बुद्धको ज्ञान प्राप्त गरेँ। लुम्बिनीमा उहाँ पैदा हुनुभयो हैन, अनि बोधगयामा उहाँले बुद्धको ज्ञान प्राप्त गर्यो। बनारसमा उहाँले जुन ज्ञान प्राप्त गरेको उहाँले उसको एक्सपिरियन्स संसारमा देखाउनु भयो। लास्टमा अन्तिममा उहाँले के गर्यो? आफ्नो यत्रो ठुलो जीवन ज्ञान प्राप्त गर्यो, यस्तो जीवन, अनि कुशीनगरमा गएर उहाँले अन्तिम त्यो लिनुभयो नि। त्यस कारणले हाम्रो जीवन पनि त्यही हो। अहिले हामीले गौतम बुद्धको एउटा मूर्ति हामीले दर्शन गर्न पाउँछ। उहाँले के भन्छ, के गर्छ केही पनि सुन्नु पाउँदैन नि। हामीले नराम्रो गरे पनि उहाँ त्यो यस्तो जसो गरी मूर्ति छ त्यस्तै बस्छ, राम्रो गरे पनि त्यही हो। तर पनि उहाँको साटो अहिले ठुल्ठुलो लामाहरू गौतम बुद्धको रूपमा उहाँहरू आइरहेको छ। त्यस कारणले हामीले ठुल्ठुलो लामाहरू होस्, हाम्रो गौतम बुद्धले जुन दिएको उपदेश हामीलाई सिकाउने मान्छे जम्मै हामीले गौतम बुद्धको रूपमा हेर्नुपर्ने एकदम महत्त्वपूर्ण हो। शान्तिमा देशमा शान्ति फैलाउने हो भने शान्ति होस्, शान्ति होस्, शान्ति ओम शान्ति भनेर शान्ति फैलिँदैन। शान्ति कसरी फैलाउने? आफूबाट सुरु गर्ने। आफूलाई मनमा शान्ति छ भने आफ्नो वाइफलाई शान्ति फैलाउने। एकजनाबाट 10 जना, 10 जनाबाट 100 जना, 100 जनाबाट 1000, 1000बाट लाख, लाखबाट संसार, यस्तो गर्नुपर्छ। आफू एकजनाबाट आफ्नो फ्यामिलीबाट आफ्नो के भन्छ घर छिमेकीबाट डिस्ट्रिक्ट हैन, जिल्लाबाट अनि अञ्चलबाट अनि हाम्रो देशबाट संसारमा फैलाउनु पर्छ। होइन भने हामीले शान्ति होस् भने केही फाइदा छैन। अहिले यत्रो संसारमा एउटा कठिन भइरहेको छ। मान्छे जम्मै यो कोरोना भाइरस छ, कहिले हट्छ, के गर्छ, जम्मै चिन्ताइरहेको छ। हामीले चिन्ताहरू के फाइदा छ? फाइदा छैन। यो कोरोना भाइरस कसरी आएको, यसलाई केही खज अनि कन्डिसन छैन? छ। खज कन्डिसन नभएको कोरोना भाइरस छैन। खज र कन्डिसनको बाट आएको कोरोना भाइरस हो भने खज र कन्डिसनबाटै यो सत्यानाश हुन्छ। त्यसमा हामीले हात बढाउने अनि हामीले चिच्याउने, मनमा स्ट्रेस लिने, हामीले मनमा यो के भन्छ एकदमै डर लिनुपर्ने कारण छैन। संसारको मान्छे वैज्ञानिक, अब जुन ठुल्ठुलो मान्छे, संसारको देश चलाउने मान्छे, संसारको वैज्ञानिक, संसारको डक्टर, संसारको नर्स, त्यहाँ काम गर्ने जम्मै यो कोरोना भाइरससँग जुटिरहेको छ। हामीले के गर्नुपर्छ? उहाँले जुन दिएको उपदेश चाहिँ बाहिर ननिस, मान्छे धेरैसँग जम्मा नहोस् भन्ने उहाँले भन्यो, त्यो हामीले पालन गर्नुपर्छ। त्यसमाथि हामीले के गर्नु सक्छ? हामी बुद्ध भन्ने अनि धर्म भन्ने सङ्घ होइन, बुद्धको शरणम, धर्मको शरणम होइन, सङ्घको शरणम गर्ने एउटा बुद्धिस्ट हो भने हामीले तारालाई पूजा गर्ने, गुरुमुचीलाई पूजा गर्ने, बुद्धलाई पूजा गर्ने अनि चेलेसीलाई पूजा गर्ने, त्यसको मन्त्रहरू जप्ने, मनमा कसरी त्यो गर्ने। बाहिर त जानु सक्दैन, तर पनि मैले एउटा धर्म गर्नेको मौका पाएँ, मलाई एकदमै खुसी छ। संसारमा लडिरहने अनि संसारको मान्छेहरूले दुःख पीडा नहोस्। जो अस्पतालमा अहिले भर्ना भइरहेको छ, जो मान्छे सास फेर्न गाह्रो भइरहेको छ, जो मान्छेलाई दबाईको त्यो चिन्ता के भन्छ दबाई लाग्दैन, त्यो मान्छे सबैलाई दबाई लागोस्। जुन मान्छे
लाई एकदमै दुःख भएर त्यो मान्छे दुःखले कटोस्, जुन मान्छेले साथी गरेर मद्दत गरेर त्यो मान्छेलाई दुःख पीडा नहोस्, हामी जम्मै एउटै हो भन्ने हामीले सोचले हामीले यो टाइम चाहिँ राम्रोसँग बिताउन सक्यो भने बाहिर नराम्रो छ, हाम्रो व्यवहार चाहिँ राम्रोसँग गइरहन्छ। त्यस कारणले केङ्गे लम्दु गुर भन्ने चाहिँ के हो भने नराम्रो व्यवहारले पनि व्यवहार गरेर हामीले राम्रोसँग त्यो गर्न सक्छ भन्छन्। लाइक टेक जहिले पनि नेगेटिभ भन्यो भने नेगेटिभ मात्रै एक्सन नलिने कि इमोसन, नेगेटिभ टेक अ पोजिटिभ इमोसन, पोजिटिभ एक्सन। थाहा पाउनुभयो? त्यस कारणले गेवा फ्युजम सपर्छ भन्यो चाहिँ हामीले मनलाई कन्ट्रोल गर्ला भन्यो। हामीले संसारबाट कटेर हैन, संसारको दुःख पीडितले कटेर अनि हामीले एउटा दया र मायाको रूपमा संसारमा जन्मिनेको हामीले मद्दत गर भनेको। अहिलेको जमिनमा हामीले जन्ममा गर्नु नसके पछिल्लो जन्ममा हामी मरेर कहाँ जान्छ हामीलाई थाहै छैन। तर पनि राम्रो जन्म लिने हो नराम्रो जन्म लिने हो अहिले हाम्रो हातमा छ, कसको पनि हातमा छैन। तपाईँ सोच्नुहोस्। थाहा पाउनुभयो? त्यस कारणले गेवा फ्युजम सपर्छ राङ्गी सेम्ने यौसु दुल भन्ने चाहिँ आफ्नो मनलाई जति सक्छ नराम्रो व्यवहारमा जानु नदेऊ। थाहा पाउनुभयो? हाम्रो जिउ यहाँ बसिरहेको छ तर पनि मनले म भोलि त्यो मान्छेलाई त्यो गर्छु, त्यो मान्छेलाई त्यो गरेर म झुटा बोल्छु अनि म पैसा अलिक कमाउँछु भनेर त्यो सोच्यो भने केही फाइदा छैन। जस्ट इमेजिन, त्यसले हाम्रो के भन्छ भावना पुरा हुँदैन। त्यो मनलाई जहिले पनि घरमा आफू यो बुद्धको शरणमा यस्तो पढिरहेको बेला मनमा के सोच्दो रहेछ, यदि मनमा नराम्रो सोच्यो भने ओ हुँदैन, गौतम बुद्ध मलाई हेरिरहेको छ, मेरो मनमा के सोचिरहेको छ गौतम बुद्धलाई थाहा हुन्छ। गौतम बुद्धलाई मनमा ओ मेरो एउटा चेलाहरू यस्तो गर्दो रहेछ भन्यो भने कति त्यो हुन्छ भन्ने हामीले सोच लिने अनि त्यो सोचलाई फर्काएर अनि पोजिटिभमा हामीले लानु सक्यो भने अनि हाम्रो जुन गौतम बुद्धको चेला हो भन्ने हामीले प्राउड गरेर भनेको चाहिँ हामीले भन्न के भन्छ भन्न स्वरूप हो। होइन भने बुद्ध नेपालमा जन्मेको करार केही फाइदै छैन। बुद्ध नेपालमा जन्मेको कसले जन्मेको होइन भन्छ। बुद्धले गर्दाखेरि संसारमा कति शान्ति फैलिरहेको छ। हामी प्राउड गर्नुपर्छ। हामीले त्योभन्दा पनि के भन्छ ज्यादा त्योभन्दा पनि बढी हामीले के पढाइ गरेर बुद्धको के भन्छ प्रवचनहरू सुनेर, बुद्धले प्रवचन दिँदैन तर पनि जम्मै किताबमा लेखेर राखेको त्यो प्रवचन सुनाउने लामा गेसी ठुल्ठुलो रिम्बुछाहरू थाहा पाउनुभयो? त्योबाट सुन्यो भने गौतम बुद्ध खुसी हुन्छ। आफ्नो बा खुसी भयो भने, बा आमा खुसी भयो भने कति राम्रो हुन्छ। बा आमाले जे हामीलाई आशीर्वाद दिएको छ त्यो पुरा हुन्छ नि, होइन? हामी दसैँ तिहार लोसारतिर बा आमा मलाई के भन्छ आशीर्वाद दिनु, बा आमा छैन भने अनि आफ्नो मामा फुपू अङ्कल दाई भाइबाट आशीर्वाद लिन्छै लिँदैन। त्यही जस्तो हो गौतम बुद्धको प्रवचन हाम्रो ठुल्ठुलो लामाहरू जसले पनि दिन्छ त्यो सुन्यो भने अनि गौतम बुद्ध खुसी हुन्छ। आफूले जे आँटेको त्यो पुरा हुन्छ। त्यस कारणले राङ्गी सेम्ने यौसु दुल भने सेम भने एउटा आत्मालाई कन्ट्रोल राख भन्छ, आत्मालाई स्वस्थ राख भन्छ होइन। राङ्गी सेम्ने यौसु दिने सङ्केत त्यो भयो, यही मेरो उपदेश हो भनेर गौतम बुद्धले भन्नुभएको छ। त्यस कारणले अहिले मेरो 2 शब्द यहीँ राख्न चाहन्छु। यदि मैले यहाँ भन्न यी गल्ती गरेको छ होला होइन, म यति नेपाली राम्रो आउँदैन होइन, अहिलेसम्म यस्तो गरेर अनलाइनमा भन्नु पनि पाएको छैन, भन्नेको मौका पनि पाएको छैन, भन्न पनि एकदम गाह्रो छ, भनेर सुन्ने मान्छे छैन, थाहा पनि पाउँदैन। हिजो मैले एउटा सानो भिडियो क्लिप 10-15 मिनटको त्यो राखेको थियो, कति 600-700 जनाले हेरेछ। त्यस कारणले केही न केही 600-700 जनाले हेरेर त्यसमा 1-2 जना त फाइदा त भयो होला भन्ने मलाई एकदमै त्यो आँट आयो। त्यस कारणले अहिले म 1-2 सुधार भन्ने कारण त्यही हो। अनि यदि मैले गल्ती गरेमा मलाई माफ पाऊँ, धन्यवाद, थ्याङ्क यू।